अब यहाँ गऱ्यो भिडियो एउटा कहाँ पुग्यो बाटो त म धेरैचोटि हिँडेको तर तल आज हामी नुहाउनको लागि यताबाट यहाँ भेटिएन लेटाङको बाटोतर्फ जाँदैछौँ। अहिले हामी यो लोन्जा खोला भनिन्छ होला हत्या खोला पुल हेर्न पुल कति लामो पुल हेर्नुहोस्। अब यहाँ पुल पनि छ। अब आजको दिनमा हामी लगभग हामी लेटाङको झर्ना भेटिएला जस्तो अवस्था आएन। रातको 10 बजीसम्म चाहिँ खोज्ने योजना छ हामी 3 भाइको। एकजना भाइ चाहिँ पर पुग्नु भएको छ, पर्खिरहनु भएको छ। यो हाम्रो एउटा राम्रो टुर हुने भयो। आज गर्मीको मौसममा चाहिँ एउटा स्विमिङ पुलमा पुगेर आएको त्यो मन परेन र छोडेर हिँडेको। अब अर्कै तपाईँलाई केराबारी 4मा चाहिँ माथि एउटा स्विमिङ पुल रहेछ। तर त्यहाँ हामीलाई अलिकति खासै मन नपरेर चाहिँ हामी अलिक फोहोर टाइपको फेरि शीतल ठाउँदैन त गर्मी रहेछ अलिकति। त्यही भएर हामी चाहिँ अब लेटाङको झर्ना यहाँ कहाँ छ भन्ने योजना सुनेर अब यो योजनाबद्ध हामी 3 भाइ हामी जाँदैछौँ जङ्गलको यो एकदम विरक्त लाग्ने ठाउँ हेर्नुहोस्। हात्तीले एट्याक गर्न पनि सक्छ। एकदम जङ्गली जनावरहरूले अब हात्तीहरूले पुग्ने छ। एकदम यहाँ माथि त जङ्गलहरू पुरा खरानी भइरहेको रहेछ। अवस्था आयो हेर्नुहोस्।